40 वर्षदेखि माछा पालन गर्छु। मैले लगभग 15-20 वर्ष गरेँ, त्योभन्दा उता गरिनँ। 40 वर्षभन्दा दौरानमा 20 वर्ष चाहिँ गरिनँ, पुरानै तरिकाले पालेँ। यतापट्टि आएर लैलैमा लागेर चाहिँ हुडुहुडीमा लागेर माछा बढी फलाउँछु भनेर चाहिँ विषादीहरू प्रयोग गरेँ। अब एन्टिबायोटिक प्रयोग गर्दाखेरि माछा चाहिँ उत्पादन भयो, तर माछा उत्पादन हुँदै चाहिँ माछाहरू धेरै चाहिँ झन् बढी रोग लाग्न थाल्यो। अब यसपालि 10 कुइन्टलमा चाहिँ रोग लागेको थियो भने अर्को सालदेखि चाहिँ झन् 20 कुइन्टलमा 30 कुइन्टलमा रोग लाग्न थाल्यो। धेरै चाहिँ त्यसले चाहिँ डोजहरू माग्न थाल्यो। त्यसले गर्दाखेरि यो प्रयोग गर्नु, एन्टिबायोटिक दबाईहरू चाहिँ प्रयोग गर्नु राम्रो कुरा होइन। म चाहिँ आज यहाँबाट गएँ थिएँ, भोलिदेखि नै आफूले यहाँबाट लगेको चाहिँ जुन सामग्रीहरू छ आफूले युज गरेर साथीहरूलाई चाहिँ सहकारीका मेम्बरहरूलाई, छरछिमेक वरपरका किसानहरूलाई बोलाएर हामीले यसरी सिकेर आएको छौँ। आज क्लास लिएर हिजोको क्लासमा हामीले यो चाहिँ अनिवार्य रूपमा यो प्रयोग गरेनौँ भने हामी स्वास्थ्यको लागि हानिकारक हुन्छ।